हेलो गाइज नमस्ते वेलकम छ है मेरो न्यू ब्लगमा। अनि हामी चाहिँ घुम्न जाँदैछौँ गुन्डुको पाइलट बाबा अनि प्लेन क्र्याक्स भएको ठाउँतिर हेरेर इन्जोय गर्दै गर्नु है। आज ट्युसडे भएकोले हामी चाहिँ ब्लग बनाउँदै जङ्गलतिर जाँदैछौँ रमाइलो गर्दै गर्मीको बेलामा। यसो हिँड्दै थाक्दै गाह्रो हुँदै हैन कुद्दै हाम्रो दिदी चाहिँ कुद्दै हुनुहुन्छ ब्याग बोकेर। अनि हेर्दै गर्नु होला कस्तो कस्तो हुन्छ। आर्मी क्याम्पहरू पनि थियो त्यो पनि हेर्दै हिँड्दै थियौँ रमाइलो हुँदै थियो साह्रै रमाइलो भयो। अनि बाटोमा फुल भेट्छ है अनि बाटोमा फुल भेट्छ दिदीले चाहिँ फुल टिपेर लिएर आउँछ। अनि मलाई चाहिँ जहाँ गए पनि भिडियो बनाउनु परिहाल्छ क्या। मलाई चाहिँ त्यस्तो खालको मान्छे छु भिडियो बनाउने। अनि हेर न त्यहाँ दुईजना हिँड्न नसकेर थ्यास्या 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 गर्दै आइरहेको छ। अनि फुल टिपेर लिएर आएछ कहाँबाट फुल टिपेर फुल कानमा सिउरेर आइरहेछ। अनि हाम्रो बहिनीले फुलको फोटो खिचिसकेपछि दिदीलाई नि खिच्नु पर्यो रे। त्यसपछि आउँछ मेरो पालो। मैले फुल लगाएर फोटो खिचेँ अनि भिडियो बनाएँ। हाम्रो ब्लग सुरु हुँदैछ है हेर्दै जानु होला। अनि बाटो धेरै लामो छ जङ्गलको बाटो। अनि डर पनि लागिरहेको थियो मलाई चाहिँ अलिअलि तर डर लागेको छैन भन्दै गइरहेको थियो के म चाहिँ अलिअलि बाटोमा हामी चाहिँ नाच्दै गाउँदै गरिरहेको थियो क्या। हेर्नुहोस् है के भन्छ। अनि हाम्रो दिदीलाई चाहिँ भिडियो खिच्देऊ न भन्यो भने कति लामो भिडियो खिचिदिन्छ क्या है। अनि धेरै लामो उहाँलाई मन परेन्जेल चाहिँ खिचे गर्नुहुन्छ क्या। अनि बाटोभरि हामी चाहिँ एकदम रमाउँदै हाँस्दै खेल्दै गइराखेका थियौँ। अनि बाटोमा फेरि ऊ पनि भेट्या क्या बाख्राहरू पनि भेटेको थियो कुकुर पनि आइरहेको थियो पछि हाम्रो पछि। हाम्रो चाहिँ बहिनीले के बोकेको थियो फेरि म ब्याग पनि बोकिरहेको छु क्या। अनि ब्याग पनि देखाउँछु भनेर यसो खिच्दैछु ब्यागको फोटो पनि भिडियो पनि गर्दैछु। जङ्गल एकदम सुनसान थियो क्या होइन सुनसान थियो डर लाग्दो खालको। अनि हामी चाहिँ यस्तो रमाइलो गर्दै गइरहेको छौँ। बाख्राहरू पनि आइरहेछ पछि हाम्रो पछि। सानो बेला खेलेको याद आएकोले मैले चाहिँ चिप्लेटी खेल्नु न भनेर दिदीहरूलाई भनेँ। अनि त्यो चिप्लेटी खेल्दै हिँड्यौँ रमाइलो गऱ्यौँ। बाटोमा सुटिङ पनि भइरहेको थियो। अनि मैले अलिकति क्लिपहरू खिचेको थिएँ सुटिङको तर देखाउन मिल्दैन अलिकति मात्र खिचेको छ। अनि म चाहिँ रुखमा झुन्डिरहेको थिएँ है। अनि मेरो बहिनीले चाहिँ हल्का म ढलेको अवस्था भन्दै बनाइदिइरहेको थियो भिडियो। अनि बाटोमा फेरि हामी लाग्यौँ अगाडि बढ्दैछौँ। अनि अगाडि बढ्दै गएपछि रुख देख्यो एउटा रुख ढलेको रुख। अनि त्यसमा हामी खेल्न थाल्यौँ क्या बच्चा बेला हामी खेल्ने जसरी खेल्न थाल्यौँ। त्यसपछि खेल्दै जाँदा बहिनीको मोबाइल पनि खै त्यसलाई त गोजन दिँदै गरेको अवस्था छ यहाँ। यता पनि हेर न हौ मेरो मोबाइल बिरामी भयो। अनि त्यसपछि हाम्रो मोबाइलको काम सकिसकेपछि हामी फेरि अगाडि बढ्यौँ। अनि ऐसोलु भेटिएको थियो ऐसोलु टिप्दै छ बहिनीहरूले ऐसोलु टिपेर खाँदैछौँ हामी। अनि त्यसपछि ऐसोलु टिप्दै छ 3जना चाहिँ ऐसोलु टिप्दैछ म चाहिँ भिडियो बनाउँदै थिएँ। हेर न एउटाको चाहिँ ल यसको पनि ट्याउ गर्दै
हामी दुईजना चाहिँ धेरै गर्मी भएर अनि यता प्लेन क्र्याक्स भएको ठाउँमा गएर बसिराखेको प्लेनको छहारीमा। कस्तो गर्मी, कति गर्मी थियो। एउटा चाहिँ कता टोलाएर बस्यो किन। हामी चाहिँ पुगेर खानेकुराहरू राख्न थाल्यौँ अनि खानालाई सुरु गर्दै जाँदै थियौँ। त्यसपछि सुरु भयो हाम्रो खानेकुरा। भोक लागेर यस्तो थाकेर गाह्रो भएर ठाउँ खोज्दा बल्ल पायो। अनि त्यसपछि बसेर खानेकुरा खान थाल्यौँ। अनि एउटा चाहिँ नाच्न थाल्यो ढ्याकचुक गर्दै। अनि त्यसपछि गएर बस्यौँ हामी। खानेकुराहरू पनि मिलेर बस्दै थियौँ। त्यसपछि खानेकुरा देखाउने पालो आयो। दिदीले चाहिँ एकदम हँसायो क्या त्यो माछाको के अरे पुच्छर खाएपछि डाइरेक्ट उहाँले चाहिँ के गरे खानुभयो थाहा भएन। खक गरेर यति हँसाएको होइन हामीलाई। कस्तो हँसाउनु भएको थियो। मैले चाहिँ सबैको माछा चोर्दै खाँदै सबैको माछा मैले नै खाएर सकाइदिएको। अनि त्यसपछि खुट्टाको पालो आयो। एउटा चाहिँ नाचिहाल्छ कि फेरि बिचमा नाच्ने काम चाहिँ त्यसको भइहाल्छ। खानेकुरा चाहिँ धेरै थियो तर हामीले छिटो खाइसकेको भएर खाना आधी भिडियोहरू मैले बनाएकै छैन, 1-2टा मात्रै बनायो। त्यसपछि आयो हाम्रो टिकटकको पालो। अनि हामी टिकटक बनाउन थाल्यौँ। टिकटक बनाउन सुरु गरेँ। अनि टिकटक बनाउँदै गएपछि अलिअलि तल पुग्दै गएपछि अनि थोरै क्लिपहरू छ, धेरै त छैन। अनि त्यसपछि अलिअलि बाँकी रह्यो। अनि टिकटक पनि बनाउन सकिसकेपछि हाम्रो चाहिँ अब जानेतर्फ लाग्यौँ हामी। अब घर फर्किनु नि त पऱ्यो नि होइन। त्यसपछि पानी पर्ला जस्तो पनि गरिराखेको थियो। अनि हामी फर्किँदैछौँ बाटोमा। फेरि तलबाट जताबाट आएको त्यतै फर्किँदैछौँ। अब हाम्रो छुट्टी भयो, घर फर्किँदैछु हामी। अब पानी पर्यो भने यो चिपिन्छ। त्यो खोजेछ नि माछाकोलाई खाइपुग्छ। त्यहाँ खुर्सानमा आउने केटा रहेछ कि अनि त्यो गर्लफ्रेन्ड अनि बाटोमा हिँड्दै जाँदा अलि तल पुगेपछि हामीले एउटा क्याफे देख्यौँ। बाटोभरि फुल रोप्नु भएको रहेछ त्यो क्याफेको बाटोमा चाहिँ। अनि हामीले फुलहरूको फोटो पनि खिच्यौँ, भिडियो पनि गऱ्यौँ। अनि त्यसपछि हामी चाहिँ नेक्स्ट टाइम स्विमिङ खेल्न आउने कि भनेर बुझ्न पनि गएको थियो त्यहाँ। अनि के अरे पछि नेक्स्ट टाइम चाहिँ हामी त्यहाँ स्विमिङ गर्न जाने भनेर त्यसपछि बुझ्न गयौँ। अनि यिनीहरू चाहिँ फोटो भिडियो खिच्न थाल्यो। अनि मेरो मोबाइलमा नि स्पेस धेरै थिएन। अनि मैले भ्लग यति नै बनाउन मात्रै पाएँ। अब नेक्स्ट टाइम आउनेछु हामी स्विमिङ गरेको भिडियो लिएर। यति नै भन्दै म भ्लग बन्द गर्न चाहन्छु। अनि भिडियो कस्तो भयो हेरिदिएर लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला।